गाइज नमस्ते। हाम्रो सगरमाथा नर्सरीमा हेर्नुहोस् है, यो नोचिङको बेनिफिट हेर्नुहोस्। यो नोचिङको बेनिफिट यस्तो हुन्छ, यो हाँगा आएको छैन थियो तर हाम्रो भान्जा बाबुले यस्तो तरिकाले निकाल्नु भएको छ। हेर्नुहोस् है, यो नोचिङ गर्नुहोस्। त्यही भएर हामीले हजुरहरूलाई बिरुवा लगाएर हामीले भन्छौँ हजुरहरूलाई या त तल कट मार्नुहोस्, तल कट मार्नुहुन लामो रन्दिनुहुन्छ भने हजुरले नोचिङ गर्नुहोस्। नोचिङ गर्नु भने यस्तो फेदर आउँछ है साथीहरू, यस्तो तरिकाले फेदर आउँछ। आयो भने यस्तो फेदर आयो भने हेर्नुहोस् मजाले हजुरले यसलाई चुज गरेर हजुरले रिमुभ गरि सक्नुहुन्छ। जो हजुरले नचाहिएको हाँगाभरि चाहिएको हाँगाभरि राख्न सक्नुहुन्छ। यस्तो नै यो नोचिङ गर्नुहोस् है। यहाँ पनि हेर्नुहोस्, हजुरले एउटै बिरुवा देखायो भन्नु होला, तर हेर्नुहोस् यहाँ यो अरू बिरुवा पनि हामीले यस्तो नोचिङ गरेर यो हेर्नुहोस् यस्तो तरिकाले आउँछ है गाइज है। त्यही भएर हामीले नोचिङ अनिवार्य छ। यो लामो बिरुवा राखेपछि नोचिङ गरेर हजुरले हाँगा निकाल्ने हो। 1 वर्षमै बिरुवा तयार हुन्छ। हेर्नुहोस् साथीहरू, अब हामीले एउटै बिरुवा होइन सब बिरुवामा हेर्नुहोस् यो देख्नुहोस्, यो नोचिङको कमाल हो। यो पुरानो नोचिङमा यो यति हाँगा निक्लेको छ, त्यसपछि हामीले नयाँ नोचिङ फेरि गरिदिउँ। यो यही ध्यान दिनुपर्छ। अनि बागवानीमा हजुरले यस्तो ध्यान दिनुभयो भने हजुरहरू सक्सेस चाहिँ हुनुहुन्छ है, फेल हुनुहुन्न केही काम गर्ने। त्यही भएर हामीले घडिघडि हजुरले या त यहाँ कट मार्नुहोस् बिरुवा लगिसकेपछि, यहाँ मार्नुहुन्न भने हजुरले यस्तो नोचिङ गरेर यस्तो फेदर निकाल्नुहोस् है। फेदर निकाल्नुभयो भने हजुरले के हुन्छ, हजुरको बिरुवा 4 वर्षमा तयार हुने बिरुवा 2 वर्षमै तयार भएर फल दिन्छ। यो तरिकाले गर्नुहोस् है साथीहरू। यो सिडलिङको बिरुवा नै फेरि यो कोही रुस्टो होइन, सिडलिङका बिरुवा नै यिनीहरू हाम्रो अहिले यही वर्ष लगाएको बिरुवा नै नि। हेर्नुहोस् साथीहरू, अब हामीले यसलाई अर्को वर्ष यसमा दाना निकाल्छौँ। ल हस् त गाइज, धन्यवाद।